कृषि भनेको अक्सिजन, यो भेन्टिलेटर हो। हजुर। अब मान्छेले जति पैसा भयो भने पैसाले खाने होइन, खाने त फुडै हो। अनि यो चाहिँ सुपर फुड हो, यो च्याउ भन्ने सुपर फुड हो काठमाडौँमा। किनभने जग्गा 1 रोप्ने जग्गा पनि अहिले 40,000 तिर्नुपर्छ, यहाँ वर्षको 35,000। भाडा। अनि मेन पावर दिनको 1000 रुपियाँ तिर्नु पऱ्यो। त्यो हिसाबले चाहिँ अब लगभग मेरो डाटा निकालेको थियो, जब 13 लाखमा मोटामोटी 4000 गोला झुन्डाइन्छ। 4000 गोला झुन्डायो भने 4000 मिनिमम 8000 किलो च्याउ फल्छ 3 महिनामा। ल हामीले अब 8000 किलोको 120 होलसेल किसानले पायो भने पनि लगभग तपाईँको 1000 किलोको 120 ले कति 1,20,000 12 लाख चाहिँ होला। 12 लाख होइन, मिनिमम 9 लाख 13 लाख। अब सुरुमा लगानी उठ्छ। तपाईँले 13 लाख खेती गर्दाखेरि 3टा कन्डिसन आउँछ। एउटा चाहिँ लगानी बराबर पनि तपाईँको इन्भेस्टमेन्ट र लगानी उठ्ने एउटा सम्भावना। अर्को पटक बजारको भाउ अलिक राम्रो पाएर, जस्तो यसपालि च्याउको भाउ डल्लै झर्यो अस्ति 15 दिन होइन। अब तपाईँको च्याउको भाउ 60-70 मात्र पाए किसानले। किसानको आफ्नै पर केजी 100 रुपियाँ लगानी पर्छ अहिले यहाँ काठमाडौँमा खेती गर्दाखेरि होइन। अनि त्यसपछि तपाईँले 100 भन्दा तल रेट पायो भने घाटै गयो। च्याउ फलेर पनि नाफै हुन्छ भने च्याउ फलेर पनि त्यो त्यस्तो हुन सक्छ। प्रोडक्सन फ्लक्चुएसन हुन्छ कहिलेकाहीँ, आवश्यकता भन्दा बढी फल दिन्छ। विदेशबाट सामान च्याउ ल्याएर त्यो बजार घट्ने हो कि त्यो होइन, विदेशबाट आएर होइन कि। यो हावापानी मिल्यो भने त्यही गोलामा 4 किलो 5 किलो फल दिन्छ हाम्रो जुन एउटा गोला बनाउँछ नि। अनि हावापानी अनकम्फर्टेबल छ भने त्यसमा पनि कम 2 किलो फल्छ। कहिलेकाहीँ जन्डिस लागेर च्याउ नै फल्दैन होइन, एकलट फल्छ। अनि रोग लागेर च्याउ पनि फल्दैन। च्याउ फल्यो भने घाटा लाग्छ होइन। कहिलेकाहीँ अब 3टा सम्भावना छ। एउटा प्रफिट पनि हुन्छ, अनि त्यसपछि नाफा घाटा बराबर पनि हुन्छ, घाटा पनि हुन्छ। च्याउ फलेर पनि घाटामा जान सक्छ। त्यसकारण यसको इकोनोमीमा 3 प्रकारको सम्भावना छ। म्याक्सिमम घाटा जाने कम छ। त्यो लगभग तपाईँको घाटा जाने सम्भावना, घाटा लाग्ने सम्भावना 20% मात्र हो। 80% प्रफिट हुने वर्ष चाहिँ एक्सपेक्टेसन चाहिँ लगानी उठाउने या अलिकति नोक्सानमा पनि जान सक्ने सम्भावना देखियो होइन। लगानी त उठ्छ नि, राम्रो पहिलोचोटि। तर कहिलेकाहीँ चाहिँ यो त कहिलेकाहीँ रेट कम भयो भने चाहिँ घाटा पनि जान सक्छ, तर अर्को लटमा आउँछ। अब यो व्यवसायमा ठुलो जोखिमहरू चाहिँ के छ? अलिकति 1 2 3 गरेर ठ्याक भनिदिनुहोस् त, जोखिमहरू चाहिँ के होला? अब यसमा जोखिम भनेको जस्ट ज्ञानै हो। अब यो प्रोपर साइन्टिफिक मेथड प्रयोग गरेन भने टोटल घाटामा जान्छ यो होइन। एउटा जोखिम हो। तपाईँले खेती गर्नुभन्दा अगाडि प्रोपर साइन्टिफिक मेथड सिक्नुहोस्, तालिम लिनुहोस्। त्यो अब युट्युबको हेरेको भरमा, अरूले खेती गरेको हेरेको भरमा चाहिँ खेती हुँदैन। यसको सबै कुरा विज्ञान, च्याउ विज्ञानको बारेमा बुझ्नु पऱ्यो। यसबाट रोग लागिसकेपछि कस्तो उपचार गर्ने, बिउको क्वालिटी कस्तो हो, कस्तो बिउ राम्रो फल्छ, कुन मौसममा। अब यो कन्ने च्याउको खेती गर्दाखेरि चाहिँ जाडोमा कुन बिउ रोप्ने, गर्मीमा कुन बिउ रोप्ने, जाडोमा कसरी खेती गर्ने, गर्मी महिनामा कसरी खेती गर्ने, रेनी सिजनमा कसरी खेती गर्ने, यो बुझ्नुपर्छ। अर्को जोखिम भनेको मार्केटिङमा। तपाईँले च्याउ खेती त गर्नुभयो, उत्पादन त्यो त लगानी इन्भेस्टमेन्ट मात्र हो। अनि पैसा आउने त च्याउ बेचेपछि। अब च्याउ तपाईँले सही तरिकाले च्याउ मार्केटिङ गर्न सक्नु भएन भने त्यो पनि अब घाटामै जान्छ। तपाईँले सकेसम्म चाहिँ आफैले मार्केटिङ व्यवस्थापन राम्रै गर्न सक्नुभयो भने। अब अहिले त बजार छ, धेरै स्टलहरू छन् काठमाडौँमा। अनि एउटा स्टलमा आफैले च्याउ बेच्न सक्यो भने प्रफिट मार्जिन बढी हुन्छ। अनि मार्केटिङ गर्न जानेन भने घाटामा जान्छ। अब अर्को पोइन्ट लास्ट, अब एउटा बिउको अब तरिकाहरू, सिजनहरू। अनि कच्चा पदार्थ तपाईँले प्रोपर सेलेक्सन गर्न सक्नुहुन्छ। जस्तो कच्चा पदार्थमा परालमै गर्न सकिन्छ च्याउ खेती। अब त्यो पराल चाहिँ पानीले खाएको पराल र गाउँकोमा कुन राम्रो भन्ने प्रश्न आउँछ। सबभन्दा राम्रो उत्पादन चाहिँ परालकै हुन्छ। तर पराल चाहिँ पानीले नखाएको। के को पराल, धानको कि गहुँको? यो धानको पराल। हो। त्यो कस्तो पराल त अहिले धेरै थरीको थ्रेसरले काटेको पराल हुन्छ, कुन्युले लगाएको पराल हुन्छ। अनि पहिला 20 वर्ष अगाडि चाहिँ यहाँ चाहिँ अब त्यो परालको चुटेर होइन, अनि त्यो कुन्यु लाएर राखिन्थ्यो। त्यसमा च्याउधरी फल्थ्यो। फर्मेन्टेसन गरेको जस्तो धान काटेर धानको बोर्ड छ नि पराललाई 3-4 दिन सुकाएर त्यसलाई कुन्यु लाएर राख्यो भने
त्यो फर्मेन्टेसन हुन्छ। फर्मेन्टेसन भएपछि त्यो परालमा गुलियो पनि स्टार्च बढ्छ। स्टार्च हाई भएको परालमा च्याउ धेरै फल्छ। र अहिले कस्तो भने किसानहरूले जुन खेती गरे परालको कारण पनि घाटामा गइरहेको छ। अनि परालमा धेरै ध्यान दिनुपर्छ। त्यो पराल कस्तो आकाशे पानीले खाएको भिजेको पराल छ, त्यसमा परजीवी ढुसीहरू आउँछन् र परजीवी ढुसीले सबै इनर्जी खाइसकेको हुन्छ। अनि त्यस्तो पराल अब यहाँ काठमाडौँ किसानले ल्याएर त्यसमै खेती गर्यो भने त्यो बलमा ढुसी फङ्गस आउँछ, च्याउ ठुल्ठुलो झुप्पा आउँदैन, सानसानो झुप्पा आउँछ कि। भनेपछि च्याउ त्यो पराल सेलेक्ट गर्दा नि ध्यान दिनु पर्यो। पराल राम्रो क्वालिटीको हुनु पर्यो। अब त्यसबाट हामी सबै दर्शकहरूले पराल राम्रो हुनु पर्यो होला, लिँदै जानु होला। अर्को प्रश्न सर, अब परालको सम्बन्धी नै हामी गयौँ। एउटा ब्याग जुन हामीले जुन्नाउँछौँ त्यसबाट कति म्याक्सिमम उत्पादन होला? अब एउटा यो साइज अब सिजन अनुसार हामीले कहिले ठुलो बनाउँछौँ, कहिले सानो ब्याग बनाउँछौँ। अनि तपाईँले समर सिजन जस्तो अब जाडो सक्यो, अहिले गर्मी सिजन सुरु हुँदैछ। अनि यो सिजनमा चाहिँ तपाईँ 14x22 को ब्याग बनाउँदा राम्रो एकदम। यो सिजन अब यो गर्मी सिजन सुरु भयो, 14x22 को 8 किलोको ब्याग। त्यो 8 किलोको ब्यागमा तपाईँको 2.5 किलोदेखि 3 किलोसम्म फल्छ। जम्मी साइकलमा एउटा साइकल जस्तो अब 60 दिन पहिले एक महिना चाहिँ त्यो तयार गर्न टाइम लाग्छ, फङ्गस हुन 2 महिना च्याउ टिपिन्छ। अनि यो 3 महिनामा एक साइकल हुन्छ। एक साइकलमा चाहिँ तपाईँको लगभग अब एउटा डल्लोले कति देला? एउटा डल्लोले लगभग मिनिमम र म्याक्सिमम एउटै यस्तो नै फल्छ भन्ने छैन, मिनिमम र म्याक्सिमम होइन। मिनिमम 2 देखि म्याक्सिमम 3 किलोसम्म फल्छ त्यो 14x22 को ब्यागमा होइन। अब जब विन्टर सुरु हुन्छ, विन्टर अब सिजन हुने भनेको असोज कार्तिकबाट। अब असोज कार्तिकमा तपाईँको कार्तिकतिर बल बनाउँदाखेरि त्यहाँनिर अब 18x28 को त्यो ब्याग बनाएर बिचमा गोलो बनाएर खाँदैन 12 किलोको ब्याग बनाउनु भयो भने त्यसमा 5 किलो च्याउ फल्छ। 5 किलो एउटैमा त्यो जाडोमा त खाँदैन 12 किलोको ब्याग बनाउँदा हुन्छ। अब विदेशमा कस्तो भने त्यो जागिर हो। जागिरमा चाहिँ तपाईँको महिने पछि पैसा आइरहेको छ। 50,000 आए पनि, 60,000 आए पनि, अथवा 20,000 आए पनि आइरहेको छ। हजुर, तर यो खेती हो। यो खेतीमा तपाईँको तलब आउँदैन। मेहनत गर्नुपर्छ, लगानी गर्नुपर्छ, साइन्टिफिक मेथड प्रयोग गर्नुपर्छ होइन। प्रोपर साइन्टिफिक मेथडले खेती गर्यो भने अब तपाईँले विदेशको जस्तो आम्दानी चाहिँ सम्भव छैन भन्छु। नेपालमा त्यो सिस्टम छैन, किनभने नेपालमा अब कृषि नीति नै छैन। हामी त्यो तरकारी खेती गरौँ अथवा खोर्सानी खेती गरौँ, मार्केटिङ व्यवस्थापन राम्रो छैन होइन। हाम्रो च्याउको तरकारी कुहिएर गइरहेको हुन्छ, बाहिरको तरकारी चाहिँ ल्याएर यहाँ बिक्री भइरहेको हुन्छ होइन। अब म चाहिँ विदेशी राज्यले एउटा नीति बनाउनु पर्यो क्या। सबभन्दा पहिला कृषि नीति बनाउनु पर्छ। अनि त्यसपछि बिउ छैन हामीसँग, कुनै बिउ छैन त। तपाईँको खोर्सानी, गाजर, मुला, काँक्रा 200 प्रकार। अहिले तपाईँ कालीमेटी तरकारी बजार जानुभयो भने त्यो च्याउ त 3-4 प्रजातिको छ। त्यो बिउ त हामीले बनाउँछौँ त, यो मूल बिउ चाहिँ यो हो कि ढुसी। अनि यो मूल बिउ त यहाँ बन्दैन, यो त बाहिरबाट ल्याउँछौँ होइन। अब यो मूल बिउबाट हामीले ट्रान्सफर गरेर सब कल्चर गरेर यसरी कल्चर बनाएर अनि हामीले यो कल्चर बनाएर यो बिउ बन्छ होइन, पहिलो पुस्ताको बिउ। अनि यो बिउ नै हाम्रो होइन नि त, यो बाहिरबाट स्रोत चाहिँ बाहिरबाट यो जर्मनबाट होइन, थर्ड कन्ट्रीबाट आउँछ, चाइनाबाट आउँछ, इन्डियाबाट आउँछ मूल बिउ। यस च्याउको मात्र होइन, जुनसुकै बिउ। हजुर, यो खोर्सानीदेखि लिएर यसको बारेमा अस्ति हजुरले भन्नुभएको थियो एउटा ल्याबमा। अनि विदेश युवाहरूलाई त्यो गफ दिएर काम छैन। उहाँले विदेशमा जति कमाउनुहुन्छ यहाँ च्याउ खेती गरेर अनि यो तरकारी खेती गरेर होइन, टमाटर खेती गरेर फ्याक्ट कुरा गर्दाखेरि गाह्रो छ होइन। यो राष्ट्र प्रेमको कुरा गरेर हुँदैन, देशको माया गरेर यहाँ बस्नु भने कति साथीहरू आउँछन् नि। देशको माया गर्ने हो भने हामी जस्तो तपाईँ हामी त्याग गर्नु पर्यो। त्यागी गरेर म यो पैसा कमाउँ एकदम सोसियल वर्कको हिसाबले तपाईँ एग्रिकल्चर लाग्नुहुन्छ भने ओके, म चाहिँ पुरै पैसा कमाउँछु, गाडी चढ्छु, घर चढ्छु होइन, घर बनाउँछु, जग्गा किन्छु, अनि धेरै कारमा हिँड्छु, अब छोराछोरीलाई महँगो स्कुल पढाउँछु, यो खेती गरेर त्यो सम्भव छैन अहिले। 20 वर्षको अन्तरालमा तपाईँले पनि त्यो मतलब मैले 20 वर्ष काम गरेँ, पुरा गर्नु भएन अहिले। त्यो सकेन। अब त्यो मेरो सेवामूलक सपना हो होइन। मैले त्यो ठग्यो भने हुन्छ फेरि।
अनि यही तपाईँको यो व्यवसायमा मान्छेलाई गफ हानेर विदेशबाट आउनेलाई राम्रो प्रफिट छ अनि 1 लाख लगानी गरेर 3 लाख प्रफिट हुन्छ भनेर गफ हानेर त्यस्तो ठग्ने काम गर्यो भने यहाँ ठग भइरहेको यहाँ त नेपालमा धेरैले ठगिरहेछन् अनि त्यो प्र्याक्टिकलमा हुँदैन तर त्यो वेमा चाहिँ तपाईँ जानुहुन्न होइन म त शुद्ध सेवाको रूपमा गएँ तपाईँलाई सेवा चुज गर्नुभयो पैसा भन्दा पनि कृषि भनेको नेपालमा सोसियल वर्कको हिसाबमा जाँदा राम्रो यहाँ आफ्नै देशमा बसेर गर्न सकिन्छ अब माफातै त्यस्तो आम्दानी गर्ने बाटो छैन तर तपाईँले ठग्नु पर्यो ठग्यो भने बिउ मलमा ठग्नु पर्यो पैसा त छ एकदम मिठो भलाकुसारी भयो हाम्रो श्याम सुन्दर हलवाई सरसँग रमाइलो प्रसङ्गमा कुराकानी पनि भयो च्याउ खेती विषयमा विशेष गरी केन्द्रित रह्यौँ हामी च्याउको बिउहरू अब यो सम्बन्धी र उहाँको करिकुलम सम्बन्धी हामीले छोटो मिठो यो कुरा गऱ्यौँ भिडियो चाहिँ अलिक लामो होला दर्शकहरू अन्तिम सन्देश दिएर म छुट्न चाहन्छु तपाईँको अन्तिम सन्देश कृषक आम जनतालाई तपाईँको अन्तिम सन्देश अब सबैले म त 20 वर्ष भएँ म चाहिँ अब प्रविधिहरू यो कृषि किन लागेको र म यो च्याउमा किन लाग्नुहोस् भने चाहिँ हाम्रो डाँडा काँडामा वर्ल्डकै सबभन्दा राम्रो क्लाइमेट भएको देश हो नेपाल अब यहाँ झापाको केचनादेखि लिएर हिमालसम्ममा उत्पादन हुने च्याउहरू धेरै छन् त्यसको रिसर्च हुन बाँकी छ त्यसको बिउ बनाउन बाँकी छ अब त्यो मर्गेन्सिया मार्कन्टा भनेको मिर्गे च्याउदेखि लिएर सीताके च्याउलाई मिर्गे च्याउ भन्छन् अनि यार्सागुमा फल्ने देश हो यहाँ अब 2 लाखदेखि 20 लाख किलोको त्यो होइन त्यो यार्सागुमा 2 लाखदेखि 4वटा प्रजातिको हुन्छ त्यो होइन 20 लाख किलोसम्मको च्याउ हुन्छ यदि ज्ञानोटरमा पनि च्याउमै पर्छ अनि यार्सागुमा हाम्रोबाट 8,000 रुपियाँ किलोमा यी जङ्गलको च्याउ चाइनिजहरू लगेर उनीहरूले क्याप्सुल बनाएर विदेशबाट यहीँ फर्केर आइरहेको छ सम्भावना छ अब यो सम्भावनालाई त्यहाँ कसरी अगाडि बढ्ने होइन आफूले कसरी उसलाई अपर्च्युनिटी छ होइन अब त्यो हामीसँग अझै पनि हामी प्रविधिमा पछाडि छौँ अब एउटा नीति पनि छ अब खेती गर्नलाई काठ काट्न दिँदैन जङ्गलले होइन अब खेती गर्नलाई त सीता अब जङ्गलमा चाहिँ अब यो कटुस उनी 5 वर्ष पुरानो भएपछि त्यो पोल्युसन हुन्छ त्यो जङ्गलमा पोल्युसन हुन्छ त्यो काट्न दियो हुन्छ किसानले जङ्गलको कटुस र सीताके एउटा मर्दैन त्यो वनविनाशै हुँदैन एउटा बोट काट्यो भने 5वटा बोट उब्रिँदो रहेछ होइन अनि किसानहरूलाई खेतीहरू काठको प्रविधिमा हामी लाग्नुपर्छ खेर गइरहेछ खेतीहरू होइन अब राज्यले एउटा नीति पनि बनाउनु पर्यो कृषिलाई प्रमोट गर्नलाई अनि त्यो एउटा रिसर्च सेन्टर त छ हाम्रो यो नास्ट छ होइन अनि त्यहाँनिर नास्ट बजेट छैन अब वैज्ञानिकहरू हुनुहुन्छ अब वैज्ञानिकलाई फेसिलिटी दिनु पऱ्यो होइन रिसर्च गर्ने खर्चहरू चाहियो अनुभवी अब हामी जस्तो 20 वर्ष काम गरेर अनुभव भएको अब साथीहरू छन् टिस्यु कल्चरिस्ट नेपाल अधिराज्यमा 200 जना छन् होइन उहाँहरूको अनुभव लिएर यसो अब हामी पनि रिसर्च गर्ने इन्ट्रेस्ट छौँ त तर लगानी अब यो राम्रो खालको ल्याब चाहियो ल्याब छैन हो कि च्याउ मात्रै होइन अरू तरकारीहरू पनि अब यसमा अलिक कृषि नीति नै राम्रो हुनु पर्यो जस्तो लाग्छ त्यही नै हो तपाईँको अन्तिम सुझाव त्यही नै हो नीतिगत सुधार हुनु पर्यो नीतिगत र टेक्निकल सुधारहरू भयो भने राम्रो हुन्छ हो हजुरको जवाफ ल ठिक छ यहाँहरू सम्पूर्णलाई धन्यवाद श्याम सरलाई पनि धन्यवाद नमस्कार यो संयोजन जुटाइदिनु भयो नेपाली भाइब्स फेसबुक पेजमा जोडिँदै जानु होला हस् धन्यवाद